त्यो हट्यामा त तँ बोलाउन है अनि त्यही भएर नि एउटा सिलक भनिदिनु त आमा भन्दिन भन्नु न यो भाँग्राको भन्नु नि त कस्तो भाँग्रा भन्नु थियो हजुरलाई त बोली पछि आउँछ नि त सिलक ल भन्नु त भन्दिन के अरे सल्यानको हटिया बडो छ घटिया भन्नु त भन्नु त भन्नु न भन न तिमीले भन्नु न सल्यानको हटिया बडो छ घटिया खा देख्नको राम्रो असल खोज्दा भन्दा पनि काहीँ नमिला नि के गर्ने रित्तो पसल अरे सल्यान त्यस्तो ठाउँ गरे होइन कस्तो ठाउँ अरे आमा सल्यान अनि त्यस्तै जाने कतिपल्ट भन्ने के जति पसलहरू नि नभएको खानेकुराहरू नि केही नभएको यहाँ के छ आमा ठाउँ त्यो नि मजा लाग्छ के अरे अर्को कुन के सल्यानको हटिया बडो छ घटिया देख्नको राम्रो असल खोज्दा भन्दा पनि काहीँ नमिला नि के गर्ने रित्तो पसल अब अर्को त्यति हो अन्नु न भनिहाल्यो